हामी चाहिँ लाग्यौँ हामी तिनजुरे क्षेत्रमा प्रवेश गर्दैछौँ। यो हामी यात्रामा हिँडेको आज 4औं दिनपछि चाहिँ बल्ल घामको झुल्को देखिएको छ र यसले आशा जगाएको छ तिनजुरे क्षेत्रमा गएपछि थोरै भए पनि फुलेको आकाश देख्न पाइनेछ र थोरै भए पनि फुलेको गुराँस देख्न पाइनेछ भन्ने गेटमा बस्नु होला है माथि हामी यता घुमेर आउँदा यता ढिलो हुन्छ कि अनि यता चाहिँ माथि आउँछ नमस्कार दर्शक, अहिले हामी चाहिँ बसन्तपुरको गुराँसको राजधानीमा आइपुगेका छौँ। गुराँसको बिरुवाहरू चढ्दैछ। हामीसँग नमस्ते शिवारो। नमस्ते नमस्ते। नाम चाहिँ के भन्नुहुन्छ? सजिलो म अमृत वासुना। नमस्ते म चन्द्र कार्की। नमस्ते शिवारो, म गोविन्द केसी। नमस्ते शिवारो, म चाहिँ विशाल सुनार। हस्, धन्यवाद। हामीसँगै रहनु होला है। माशाअल्लाह। दर्शक पनि नेपाल पहाडको ढुङ्गाको चट्टानको देश हो नि त। तर पनि जङ्गलभित्र रहेको एउटा प्राकृतिक ढुङ्गालाई थोरै व्यवस्थित गरिएको छ र यहाँ चाहिँ सयौं मानिसहरू यसरी आएर यही ढुङ्गामा बस्नु भएको छ, खेल्नु भएको छ, फोटो खिच्नु भएको छ, रमाइलो मान्नु भएको छ। प्रकृतिले सबै चिज दिएको छ हामीलाई, हामीले त्यसलाई कोरीबाटी मात्रै गर्नुपर्ने हो। यति गरी पुगिहाल्छ नि, धेरै चिज गर्नु पर्दैन हामीले। भएको जस्तो सयौं मानिसहरूको भिड छ यहाँ, रमाइलो गरिसक्नु भएको छ। ल 10 मिनट यो माथिको चट्टान फुटेर, तिनजुरेको चट्टान फुटेर झरेको एउटा ढुङ्गा मात्रै हो। यसलाई थोरै व्यवस्थित गरिएको छ, घुम्न मिल्ने बनाइएको छ। तर यहाँ सयौं मानिसहरू यसरी रमाइलो गरिरहेको छ। यो पत्थर चट्टानको यस्तो अक्करे देशमा ढुङ्गा नयाँ कुरा होइन नि त। तर त्यही ढुङ्गालाई थोरै कोरीबाटी मात्रै गर्दाखेरि यसरी मन भुल्ने एउटा राम्रो पर्यटकीय क्षेत्र बन्दो रहेछ भन्ने एउटा चाहिँ उदाहरण चाहिँ तपाईँलाई देखाउँदैछु। म दामोदर गौतम
इटरी वार्ड नम्बर 2 आफगाछी चिराई बच्चा तथा ऋण सहकारीबाट अवलोकन भ्रमणमा आएका थियौँ। हामी तिनजुरे आएका थियौँ। तिनजुरेबाट भ्रमणको क्रममा यो स्थानमा आयौँ। यो स्थान यति राम्रो रहेछ, यस्तो रमणीय रहेछ। यो प्रकृतिले बनाएको, यो मानिसले बनाएको होइन। प्रकृतिले बनाएको, यो मानिसले चाहिँ अलिअलि सिँगार पेटार गरिदिएको यति सुन्दर ठाउँ रहेछ। म उर्मिला वाग्ले इटरी वार्ड नम्बर 2 यहाँ हामी चाहिँ अवलोकन भ्रमण गर्नको लागि यो तिनजुरे जाउँ भनेर सबैजना सदस्यहरू भेला भएर आएका थियौँ। तर हामीले तिनजुरे हामीले कल्पना गऱ्यौँ भन्दा धेरै विकसित भएको ठाउँ रहेछ र यहाँका यी चट्टानहरू आफै प्राकृतिक दिइरहेका चट्टानहरूलाई पनि अलिअलि सिँगारेर धेरै राम्रो प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको रहेछ। अलिकति एकदम आश्चर्यता र गोप्यता आएको छ। यसमा हामी सम्पूर्ण साथीहरू र हाम्रा छर छिमेकीहरू यहाँ जो आउनुभएको छैन, उहाँहरूलाई पनि हाम्रो तिनजुरे जाउँ, यहाँ पार्क हेरौँ र सुन्दरता र आनन्द प्राप्त। दर्शकबिन यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हामीहरू गुराँसको राजधानी बसन्तपुर, तेह्रथुम, तिनजुरे, जलजले क्षेत्र अझै गुफा क्षेत्रसम्म पुगौँ भन्ने योजना थियो। यद्यपि मौसम निकै अँध्यारो रह्यो। यो चैत्र महिनाको मध्य चैत्र जस्तो भएको हुनाले हामीले गुराँसहरू पर्याप्त मात्रामा फुलेको जन्म अपेक्षा लिएर आएका थियौँ, त्यो चाहिँ हामीले पाउन सकेनौँ। यद्यपि यो यात्रामा हामीलाई साथ दिनुहुने सम्पूर्ण साथीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरेर अमृत वास्तुलाजी हामीलाई तेह्रथुमदेखि सँगै हामीसँग हुनुहुन्छ यो यात्रामा, उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी बसन्तपुरमै बसेर लामो समय पत्रकारिता गरिराख्नु भएको हाम्रो चन्द्र कार्की सर हुनुहुन्छ, कान्तिपुरमा काम गर्नुहुन्छ बसन्तपुरबाट। उहाँ पनि हाम्रो यो यात्रामा सँगै हुनुहुन्थ्यो। उहाँले हामीलाई धेरै सहजता दिनुभयो, यात्रामा घुमाउनु भयो, ठाउँको बारेमा जानकारी दिनुभयो। उहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यसै गरी साथी गोविन्द हामी सँगै थियौँ, यो यात्रामा सँगै छौँ। तिनजुरे पुग्ने विराटनगरबाट हिँडेको 3 दिनपछिको यात्रामा हामी तिनजुरे पुगेका थियौँ होइन। यो बिचमा हामीले धेरै यो यात्रालाई यादगार बनाउनको लागि यात्रामा सहभागी हुनुभएका सबै साथीहरूलाई पनि हामी समेट्ने प्रयास गरेका छौँ। भिडियो मार्फत यो यात्रा पूर्व दर्शनको यात्रा गर्ने क्रममा चाहिँ देखिएका दृश्यहरू, राम्रो दृश्यहरू, सिक्नलायक दृश्यहरू, सिकाउनु पर्ने दृश्यहरू, केही राम्रा केही नराम्रा धेरै यात्रा अनुभूतिहरू हामीले यहाँ समेट्ने कोसिस गरेका छौँ। यो भिडियो हेरिसकेपछि यहाँहरूलाई पनि पक्कै पनि पूर्व घुमौँ भन्ने महसुस हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। यति दिनसम्म भिडियो हेरिदिनु भयो, साथ दिनुभयो, यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो च्यानलमा तपाईँले यस्तै किसिमका भिडियोहरू अरू पनि देख्न पाउनुहुनेछ। हामी देश परिक्रमा गर्ने क्रममा यस्ता भिडियो सामग्रीहरू तपाईँको माझमा राख्ने रहनेछौँ। त्यसको लागि तपाईँले लाइक गर्नुपर्ने हुन्छ, सब्सक्राइब गर्नुपर्ने हुन्छ र हामीलाई फलो गर्नुपर्ने हुन्छ। त्यसो भयो भने हाम्रो माध्यमबाट देश दर्शन गर्ने अवसर जुट्नेछ। हस्, धन्यवाद।